ऊहरू सबै क्वेसनहरू आउँछ नि तपाईँ बिएफएसओको इक्जाममा चाहिँ होइन। अब आज चाहिँ हामी मिरर इमेज मिरर इमेज सुन्नु भएको थियो, त्यहाँ क्वेसनहरू हेर्नु भएको छ, कहिले प्याटर्न हेर्नु भएको छ? त्यो सरले दिनुभएको पनि देखिरहेको थिएँ त्यो मिरर इमेजवाला नि। हो, मिरर इमेजको किन भन्दा त्यहाँबाट रेगुलरली क्वेसनहरू चाहिँ आइराखेको हुन्छ, मिरर इमेज वाटर इमेज भनेर क्वेसनहरू आइराखेको हुन्छ। सो त्यहीबाट नै हामी अब क्लास सुरु गरौँ। आजको क्लास चाहिँ अब धेरै गाह्रो क्वेसन चाहिँ होइन। अब जेनरली हामीले 9-10 पढ्दा पनि अब हामीले यो पढिरहेको कुरा हो होइन। अनि हजुरले अब यो 11-12 अहिले 12 सक्नु भएको हो कि अनि ब्याचलर्समा हुनुहुन्छ चाहिँ के हो अहिले? 2079मै हो सकेको त सर। ठिक छ। अनि यो होइन, यो कुराहरू चाहिँ फेरि मिरर इमेजको अब स्कुलमा पनि अलिअलि चाहिँ कहीँ कतै पढाएको हुन्छ कि, मैले त्यो भएर मात्रै सोध्नु खोजेँ, अरू एल्स त केही पनि होइन। मेरो स्क्रिन देखाइराखेको पाउनुहोस् है, म एकचोटि स्क्रिन सेयर गर्छु है। जस्तै एउटा सेयर है। स्क्रिनै सेयर गरेर फेरि यहाँ व्हाइट बोर्ड आएको छ, त्यहाँ स्क्रिनमा देखाएको छ व्हाइट बोर्ड। छैन छैन छैन, आएन। प्रब्लम छ क्या, देखाए? देखाएँ सर, देखाएँ। हजुरको आवाज आएन सर अहिले। आयो होइन अहिले आवाज? हजुर आयो आयो। इक्जाममा चाहिँ हामीले बेसिकली के भनेर सोधा हुन्छ क्वेसन, कहिले चाहिँ मिरर इमेज भनेर क्वेसन सोध्छ होइन। एउटा मिरर इमेज भनेर सोध्छ। मिरर इमेज भन्ने एउटा क्वेसन चाहिँ मिरर इमेज भनेर सोध्छ। अनि अर्को चाहिँ तपाईँलाई के सोध्छ भन्दा वाटर इमेज भनेर सोध्छ। दुई टाइपको क्वेसन सोधा हुन्छ कि यस्तो केसहरूमा होइन। अब यो हजुर दुईटा कुरा के हो त पहिला त त्यो थाहा पाउनु पर्यो हामीले होइन। अब मिरर इमेज भनेको चाहिँ मिरर मिरर ऐनाको काम के हो त? ऐनाको काम के भन्दाखेरि हाम्रो इमेज देखाउने काम हो नि। जस्तै ऐना यहाँ छ भने ऐनाको अगाडि हामी उभियो भने न, अब ऐनामा हाम्रो इमेज आउँछ होइन। ऐनामा पनि के हुन्छ भन्दाखेरि अब जस्तै तपाईँको अब घरै ऐना छ, अब तपाईँ घर ऐनाको नजिक जानुभयो भने नजिकको कुरा नजिक नै आउँछ होइन, ऐना नजिकै इमेज आउँछ होइन। तर जब तपाईँ अलिकति ऐनाबाट टाढा जानुभयो भने इमेजको काम, ऐनाको काम के हुन्छ भन्दाखेरि ऐना इमेज पनि टाढा 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 आउँदै जान्छ नि। सो बेसिक कन्सेप्ट भनेको चाहिँ ऐना यो लेभल क्वेसनहरू सल्भ गर्दाखेरि चाहिँ एउटा ट्रिक भनेको चाहिँ नजिकको कुरा नजिक होइन, टाढाको कुरा टाढा के। जस्तै अब यहाँ छ नि, यो ऐना हो होइन, यो ऐनामा जस्तै यो ऐनामा यो भर्टिकली ऐना राखेको छ यहाँ। ऐना भनेको यो ऐनाको उसमा चाहिँ अब यो छ नि, यो नजिक छ नि, यो भाग त नजिक छ नि हाम्रो, यो गोलो लागेको भाग देख्नु भएको छ हजुर हाम्रो। म हजुर। रातो पेनले हाइलाइट गरिदिन्छु। यो गोलो लागेको भाग नजिक छ नि, यो कुरा ऐनामा पनि नजिकै देखिन्छ हो। अनि जस्तै यो भाग, यो अलिकति यो सिधा लाइन भएको भाग, यो सिधा लाइन भएको भाग टाढा छ नि, यो ऐनामा पनि टाढै देखिन्छ कि। यसरी नै यस्तै यो कन्सेप्ट नै यही हो कि। ऐना एउटा कन्सेप्ट चाहिँ के टिप्नु भन्दाखेरि नजिकको कुरा नजिक, टाढाको कुरा टाढा कि। सो यही कन्सेप्टमा बसेर नै हामीले चाहिँ अब मिरर इमेजको हरेक क्वेसनहरू सल्भ गर्न सक्छौँ कि, इजिली नै सल्भ गर्न सक्छौँ। अब यहाँ तपाईँ अझ यो तपाईँहरूको केसमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि इक्जाममा चाहिँ अब अप्सनहरू सेम सिमिलर टाइपको अप्सनहरू दिएको हुन्छ, तर त्यहाँ अलिकति मात्रै चेन्ज हुन्छ र त्यही अप्सनले झुलाइदिने हो कि खासमा। त्यो अप्सनलाई चाहिँ एलिमिनेसन गर्दै 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 अब काट्दै काट्दै घटाउँदै घटाउँदै अप्सन, अब चारवटा अप्सन हुन्छ। चारवटा अप्सनमा ABCD गरेर चारवटा अप्सन हुन्छ। चारवटा अप्सनमा उस्तै उस्तै एन्सर राखिदिएको हुन्छ, तर चाहिँ त्यहाँ एउटा कुनैमा लेफ्टको राइट, राइटको लेफ्ट गराइदिएको हुन्छ या अनि त्यसरी नै क्वेसनहरू चाहिँ अब प्याटर्न बनाएको हुन्छ है। अब यो केसमा हेर्नु है, अब मेनली भर्टिकली ऐना छ भने यो भर्टिकल र हरिजन्टल त बुझ्नुहुन्छ नि। हजुर सिधा सिधा ऐना छ भने सिधाको केसमा बनाउनु आउने क्वेसनहरू भनेको चाहिँ सिधा ऐनाको केसमा हुने भनेको चाहिँ मिरर इमेजको क्वेसनहरू हो है। मिरर इमेजका हजुर। क्वेसनहरू हो। सिधा ऐनाको केसमा चाहिँ मिरर इमेजको क्वेसनहरू आउँछ भने। अनि अब यस्तो होरिजन्टल छ नि, पानीमा के, पानीमा त हामीले यसरी टाउको यसरी झुकाएर हेरिन्छ नि, त्यो केस त्यो केसको क्वेसनहरू भनेको चाहिँ के भयो, त्यो पानी त होरिजन्टल हुन्छ, यसरी यसरी बसेको हुन्छ पानी होइन।
यसरी बस्दाखेरिको इमेज क्वेसनहरू एन्सर क्वेसनहरू भनेको वाटर इमेजको क्वेसनहरू हो। यति चाहिँ पहिला पहिला क्वेसन त्यही पनि क्वेसनमा आइडेन्टिफाई त्यहाँ लेखिसकेको हुन्छ लेख्न त। तर हामीले आइडेन्टिफाई गरिहाल्नु पऱ्यो भने पनि कहिलेकाहीँ त अब मिरर मात्र राखिदिएला, मिरर मात्र राखिदिएला तपाईँलाई यसरी मिरर राखिदिएला अनि त्यसपछि अनि यसको इमेज पत्ता लगा भनेर भन्छ होइन। अब हरिजन्टल देख्नुभयो भने हरिजन्टल देखेको जुनसुकै केसमा पनि मिरर इमेज हो भनेर बुझ्नु होइन। अनि यो भर्टिकलको यो के अरे हरिजन्टल केसमा वाटर इमेज हो भनेर बुझ्नु, भर्टिकलको केसमा मिरर इमेज हो भनेर बुझ्नुहोस् है, लेख्दै जानुहोस्। अनि मिरर इमेजमा के हुन्छ भन्दाखेरि जस्तै यहाँ लेफ्टको कुरा चाहिँ यो दुइटाको डिफ्रेन्स चाहिँ के हुन्छ, लेफ्टको कुरा चाहिँ यहाँ राइटमा देखिन्छ कि, अनि राइटको कुरा चाहिँ लेफ्टमा देखिन्छ यहाँ है, अपोजिट हुन्छ ठ्याक्कै। ठ्याक्कै अपोजिट हुन्छ कि, लेफ्टको कुरा राइटमा, राइटको कुरा लेफ्टमा मिरर इमेजको केसमा। भने वाटर इमेजको केसमा टपको कुरा बटममा या अनि बटमको कुरा टपमा भन्नाले तलको कुरा तल जुन यो तल्लो पार्ट छ नि यो पार्ट मिरर इमेजको केसमा कस्तो देखिन्छ माथि बनिदिन्छ के, यो तल्लो भाग त यहाँ आउँदाखेरि यहाँ आउँदा माथि बन्यो नि, अनि यो माथिल्लो भाग छ होइन यसको हजुर माथिल्लो भाग चाहिँ तल बनिदिन्छ कि, बुझ्नुभयो। हजुर हजुर जस्तै एउटा टी छ भने टी लेखेको एउटा इमेज छ होइन, यो टी लेख्दाखेरि चाहिँ यसमा अब यो लेख्नुहोस् त त्यहाँ अब टीको यो तल्लो भाग यो भाग त तल्लो भाग हो होइन, यो तल्लो भाग चाहिँ यहाँ माथि यो माथि बनाउनु भयो होइन यो पार्टलाई, हजुर यसको लागि त माथि हो नि त, यो मिरर हो होइन, मिररको यो पार्ट त यो माथि हो नि त, यसको माथिबाट यस्तो तल यहाँसम्म आउनु भयो यो भाग बन्यो हो। अनि अब यो भाग बनिसकेपछि माथिल्लो भाग चाहिँ कहाँ बन्यो, यो तल यसरी बन्यो कि। अब यहाँ हेर्नु न यो तल्लो भाग यहाँ, यसको तल्लो भाग यहाँ आएर माथि बस्यो, यसको माथिल्लो भाग यहाँ आएर कहाँ बस्यो तल बस्यो कि। त्यही भएर यिनीहरू दुइटा बिचमा चाहिँ के हुन्छ भन्दाखेरि मिररमा चाहिँ अब यो ठ्याक्कै यो उसको वाटर इमेजमा चाहिँ तलको भाग माथि, सबभन्दा सजिलो आइडिया नै त्यही हो कि तलको भाग माथि माथिको भाग तल। अब यसलाई अब अरू तरिकाबाट पनि हेर्छौँ हामीले एबिसिडी सबै अल्फाबेटहरू राखेर एकचोटि चेक गर्छौँ होइन, अनि त्यो गर्दा तपाईँलाई अझै बुझ्न सजिलो हुन्छ। जस्ट एउटा कन्सेप्ट चाहिँ के भन्दा वाटर इमेजमा तलको भाग माथि तलको भाग माथि माथिको भाग तल हुन्छ भने मिरर इमेजमा चाहिँ लेफ्टको भाग राइटमा राइटको भाग चाहिँ लेफ्टमा हुन्छ। यसले चाहिँ के गर्छ लेफ्ट मिरर इमेजले चाहिँ साइड चेन्ज गर्यो होइन, के लेख्नु भन्दा मिरर इमेजमा साइड चेन्ज हुन्छ होइन, तर यो वाटर इमेजमा चाहिँ साइड चेन्ज हुँदैन, बुझ्नुभयो कुरा। हजुर अब यसलाई अब अझै सजिलो तरिकाले हेरौँ है, यो त हाम्रो जेनरल कन्सेप्ट मात्रै भयो। अनि अर्को सबभन्दा अर्को एउटा कुरा चाहिँ के भन्छ, जहिले पनि मिरर क्वेसन दिँदाखेरि नजिकको भाग नजिक टाढाको भाग टाढा के, यो चाहिँ लेखेरै राख्नुहोस् होइन, यसले चाहिँ एकदम तपाईँलाई सल्भ गर्न हरेक क्वेसनहरू सजिलो हुन्छ। के भन्दाखेरि अब त्यो नजिकको भाग नजिक टाढाको भाग टाढा भन्नुभयो, तर के भनेको होला त त्यो नजिकको भाग नजिक टाढाको भाग टाढा भनेर त। अब म त्यसमा त हजुरलाई बुझाउँछु है, जस्तो मिरर इमेज हेरौँ है फर्स्टमा त, के अरे मिरर इमेज हेरौँ। मिरर इमेजमा के हुन्छ भने चाहिँ मैले लेफ्टको भाग राइटमा राइटको भाग लेफ्टमा भनेर भनेको थिएँ नि होइन, मिरर इमेज यसमा फेरि अलिकति यो उसमा भयो बोर्डमै पढाउँदाखेरि चाहिँ अलिकति सजिलो हुन्छ, यहाँ चाहिँ माउसले युज गर्दाखेरि चाहिँ पोइन्टरहरू चाहिँ अलिकति फिगर राम्रो नआउन सक्छ, तर म चाहिँ बुझाउँछु। मिरर इमेजमा चाहिँ लेफ्ट टु राइट, लेफ्टको भाग राइटमा राइटको भाग लेफ्टमा भइहाल्यो होइन, इन्टरचेन्ज हुन्छ त्यसमा। अब जस्तै अब ए छ होइन, अब हामी अब बेसिकली अल्फाबेटबाटै जाम कि सुरुमा, किनभने इक्जाममा त हामीले सोधिरहेको हुन्छ अल्फाबेटबाटै सोधिरहेको हुन्छ। अब जस्तै ए छ इक्जाम ए छ होइन, यसको भागमा अब यसको नजिकको भाग कुन भाग हो, अब नजिकको भाग भनेको त यो भाग हो नि, यो भाग मिररबाट नजिक छ होइन। फर्स्टमा यसलाई यता बनाउनुहोस् होइन, अनि अनि अब यो टाढाको भाग हो, यो भाग त टाढाको भाग हो, यो ग्रिन लगाएको पाउनु है, म ग्रिन लगाएर देखाउँछु, यो भाग टाढाको भाग हो नि, यो टाढाको भागलाई टाढा बनाउनुहोस्। अनि यसलाई यो भाग त अब यो भाग त सिधा नै हुन्छ जोडिदिनुहोस्। अनि यो भयो ए होइन, यसमा त अब ए त यता पनि मिरर देख्दाखेरि जस्तोको तस्तै देखियो भने भन्नु होला होइन, सेम नै छ भने भन्नु होला होइन। अनि यसमा चाहिँ के कन्सेप्ट हुन्छ भन्दाखेरि जस्तै अब तपाईँले ए होइन ए भनेको कि बिचबाट ठ्याक्कै टुकार्न मिल्छ नि, बिचबाट आधा आधा गर्न मिल्छ होइन, एलाई त ठ्याक्कै बिचबाट काट्नुहोस् त आधा आधा काटिन्छ नि, बीलाई काट्न मिल्छ मिल्दैन, बीलाई बीबाट आधा आधा काट्दाखेरि यो भाग त यता भाग अर्कै, यता भाग अर्कै देखियो नि, आधा आधा काट्दाखेरि सेम देखिने भागहरू चाहिँ
मिरर इमेजमा पनि सेम नै देखिन्छ कि यो भाग छ नि, बुझ्नुभयो? बुझिए। ठ्याक्कै आधाबाट काट्दाखेरि यताको भाग र यताको भाग सेम देखिया छ नि। यस्तो भागहरू चाहिँ मिरर इमेजमा पनि सेम नै देखिन्छ है, हजुर भर्टिकली काट्दाखेरि। अब यसलाई अब बी हेरौँ है, अब बी कस्तो बन्छ त, अब बी बनाउनुहोस् त। बी बनाउँदाखेरि कसरी बन्छ? ए त यसरी भयो। अब हामी सबै अल्फाबेट हेरौँ है, किनभने इक्जाममा त हरेक अल्फाबेटबाटै क्वेसन सोधिरहेको हुन्छ है। अब जस्तै यो केसमा बी हेरौँ है, बी मैले अघि हजुरलाई एउटा भनेको थिएँ नि, नजिकको भाग नजिक, यहाँ बीको नजिकको भाग के छ? यो गोलोपट्टि बीमा त कपीमा ट्राई गर्नुहोस् है, यो गर्न चाहिँ बीको नजिकको भाग भनेको यस्तै गोलो भाग, यो भाग गोलो हो नि, यो गोलो भाग नजिक आउँछ नि, यो ऐनाभन्दा नजिक त यो गोलो भाग छ होइन। अनि यो लाइनको भाग त ऐनाबाट टाढा छ नि, यो भाग त लाइनबाट ऐनाबाट टाढा छ, यो केरेको भाग होइन। अब यो गोलो भागलाई चाहिँ सुरुमा बनाउनुहोस् कि नजिक बनाउनुहोस्, गोलो भाग नजिकमा बन्यो होइन यो। अनि ठ्याक्कै यो लाइनको भाग चाहिँ टाढा छ, त्यसरी बनाउँदाखेरि बी यसरी बन्यो। उम्, बुझिराख्नु भएको छ? हजुर हजुर सर बुझिसु। बी यस्तो भयो नि, ठ्याक्कै हेर्नु त, ठ्याक्कै नजिकको भाग नजिक, जहिले पनि कन्सेप्ट चाहिँ नजिकको भाग नजिक, टाढाको भाग टाढा। अब सी बनाउनुहोस्, सी बनाउँदा के हुन्छ? नजिकको भागवाला यो नजिकको भागमा यो टुसो छ नि, यो टुसोहरू, यो टुसाहरूलाई चाहिँ हजुर नजिक नजिक, यो पहिला यो नजिकको भाग बन्यो होइन। अनि यो टाढाको भाग, यो गोलो भाग त टाढा छ, टाढाको भाग टाढा, यसरी यो टाढाको भाग टाढा भयो। सी यस्तो भयो होइन। अब यसरी नै डी पनि लेख्नुहोस् त, डी कस्तो हुन्छ? डी भनेको अब यो यसको यो यसमा पनि अब हेर्नुहोस्, यो गोलो भाग नजिक छ, नजिकको भागलाई नजिक नजिक नै हुन्छ। यो नजिकको भाग जहिले पनि नजिक हुन्छ भने चाहिँ यो नजिकको भाग त यो गोलो भाग यो यस्तो यो कुकुरी परेको भाग छ नि नजिक, अनि यो हजुर टाढाको भाग टाढा भने चाहिँ डी यस्तो भयो उम्, हो। अब ई लेख्नुहोस् त, ईमा कस्तो हुन्छ होला? अब ईमा पनि अब हेर्नु, यो भागहरू त नजिक, यो पक्नुहोस् ल। अब यो भागहरू त यीको नजिक छ नि, यो ऐनाको नजिक छ नि, यो पोइन्टहरू, यो गोलो लागेको पोइन्टहरू। त यो पहिला यो भागहरू अब यसमा चाहिँ यसरी यो नजिकको भाग नजिक बनाउनु भयो होइन। अनि यो टाढाको भाग टाढा, ई। ट्राई गर्नुहोस् है, ट्राई गर्नुहोस्, यो ट्राई गर्दाखेरि अझै आफूलाई सजिलो लाग्छ। अझै मैले भन्दा पनि लेखेर हजुर हेर्नुहोस्, अनि गर्दाखेरि अब मिलाएको छैन, अनि त्यसपछि हामी फेरि डिस्कस गरौँला नि त्यसलाई। अब एफ हजुर एफ बुझिराख्नु भएको छ नि? हजुर अब एफमा पनि किनभने सबै अल्फाबेट हेर्नुपर्छ क्या। हामीलाई त इक्जाममा त सबै कहिले सक्दैन, अब कुनै कहिले काहीँ त वर्ड नै दिएर अब यसको मिरर इमेज के हुन्छ भनेर सोधा हुन्छ नि त, त्यो बेलामा त एदेखि जेडसम्म सबै हेर्नु पर्यो है। अब त्यो केसमा अब एफ हेर्नुहोस् है, एफको पनि अब नजिकको भाग नजिक बनाउनुहोस् भनेको यो भागहरू नजिक भयो एफको होइन। अनि यो टाढाको भाग टाढा जोड दिनुहोस्, एफ। सजिलो छ कि छैन चाहिँ? अब जी जी नै बनाउनुहोस् त, जी जी हामीलाई चाहिँ अब यसरी यसरी दिएको हुन्छ होइन। अब अझै यस्तो भन्दा पनि अझै यस्तो कस्तो हुन्छ त, जी त अझै यस्तो हुन्छ अझै उसमाहरूमा त, अब स्क्रिनहरूमा पनि यस्तो जी बनाएको हुन्छ हो। अब यसको पनि अब नजिकको भाग यो भाग छ नि नजिक, यो जी भाग, यसको यो भाग नजिक छ भने अब यो नजिकको भाग नजिक, सुरुमा यो नजिकको भाग बनाउनुहोस्। सरी, माउसले ट्राई, यो नजिकको भाग नजिक भयो। अनि अब यो टाढाको भाग टाढा, जी यस्तो भयो है। अब यो याच हेर्नुहोस् त, याच कस्तो हुन्छ होला? याच कस्तो हुन्छ होला, यसो ट्राई गर्नुहोस् त। याच याच त सेमै हुन्छ होला नि। हो सेमै हुन्छ है। याच किन सेम हुन्छ भने मैले अघि नै हजुरलाई भनेको थिएँ नि, जुन चिजलाई ठ्याक्क बिचबाट काट्न मिल्छ, जस्तै लेटरहरूलाई बिचबाट काट्न मिल्छ, यतापट्टि पनि सेम यतापट्टि पनि सेम देखिन्छ नि, यो भाग पनि सेम यतापट्टि पनि सेम देखिन्छ नि। अब यो भाग पकाउँछ यहाँ मार्कर, यतापट्टि पनि यो भाग सेम देखिया छ होइन, यतापट्टि पनि यो भाग सेम देखिया छ नि। यस्तो इमेजहरू त जहिले जहिले पनि अब एच यस्तो इमेजहरूको इमेज पनि सेम नै हुन्छ कि। त्यसै जस्तै अब ओ हेर्नुहोस् त, ओ कस्तो देखिन्छ होला? हो नि सेमै देखिन्छ। ओ किन सेम देखिन्छ? ठ्याक्क बिचबाट यसरी काट्न मिल्दा काट्दाखेरि यो भाग यता अगाडिको भाग र पछाडिको भाग सेम देखिन्छ, त्यही भएर ओ पनि सेम नै देखिन्छ है। अब हामी यहाँसम्म आइपुग्यौँ भने अब यसपछि आई हेर्नुहोस् त, आई कस्तो देखिन्छ होला?
आइ नि सेमै देखिन्छ। हो ठ्याक्क आई पनि बिचबाट काटिन्छ सेम देखिन्छ। अब जे हेर्नुहोस् जे चाहिँ कस्तो देखिन्छ? जेलाई उल्टो ठ्याक्कै अपोजिट हुन्छ। अब यो यो नजिक। अब यो यतापट्टि यो भाग के छ? यो राइटमा छ नि, के लेफ्टमा छ नि यो भाग? जस्तो यो पोइन्ट पक्नुहोस् ल, यहाँ मैले गोलो गोलो लगाइदिएको यो मेरो पिङ्क पेनले पिङ्क कलरले यो गोलो लागेको भाग छ नि, हजुर। यहाँ हेर्नुहोस् त, यो पिङ्क कलरले गोलो लागेको भाग छ नि, होइन? यो यहाँ कहाँ छ? लेफ्टमा छ, हो कि नै? हो। मैले के भनेको थिएँ, मिरर इमेजमा चाहिँ त्यसले के गर्छ, मिरर इमेजले चाहिँ लेफ्टको राइटमा राइटको लेफ्टमा पोजिसन सिफ्ट गर्छ भनेको थिएँ होइन। अब यो लेफ्टमा छ भने यतापट्टि पट्याउँदा यो कता भयो? राइटमा भयो। जी। नजिकको भाग नजिक, टाढाको भाग टाढा, यो कन्सेप्ट लगाउने हो भने चाहिँ जो सबै अब जे पछि आयो के आयो होइन, के आयो के कस्तो हुन्छ होला? के पनि अब जस्तै अब नजिकको भागलाई नजिकको भाग बनाउनु, नजिकको भाग नजिक होइन, यो नजिकको भाग नजिक, यो नजिकको भाग नजिकै देखिन्छ, टाढाको भाग टाढा देखिन्छ भनेको यस्तै भयो। अनि अब एल लेख्दै जानुहोस् है, लेख्दै जानुहोस्। अब यो सबै किन भन्दा यो चाहिन्छ नै। अब एल कस्तो हुन्छ? एल भनेको ठ्याक्कै अब यता लेफ्टमा, अब यतापट्टि यो राइटमा थियो भने यता आउँदा यो भाग राइटमा थियो भने यतापट्टि आउँदा यो भाग कता देखिन्छ? लेफ्टमा देखिन्छ एल। एम कस्तो देखिन्छ त अब? एम सेमै देखिन्छ। हो, एम किन सेम देखिन्छ? ठ्याक्कै बिचबाट काट्नु मिल्यो नि यसलाई, बिचबाट यसरी भर्टिकली काट्न, भर्टिकली बिचबाट काट्दाखेरि बराबरमा काटिन्छ भने यो भाग सेमै देखियो। अब एन हेर्नुहोस्, एन ट्राई गर्नुहोस् त। एनको पहिलाको नजिकको भाग बनाउनुहोस्, नजिकको भाग भनेको यो भाग भयो, यता हेर्दै हुनुहुन्छ यो नजिकको भाग। अब यो भाग त नजिक भयो नि एनको होइन। एनको यो भागलाई पहिला नजिक बनाउनुहोस्, अनि त्यसपछि यो टाढा गएको छ हो, यहाँबाट यो टाढा गयो, फेरि यो टाढा गयो, अब यहाँबाट यो टाढा गयो, एन यस्तो भयो। हजुर। बुझिराख्नु भएको छ नि है? कतै हजुर। केही केही बुझ्नु भएको छैन भने मलाई भन्नुहोस् है, मैले सक्दो ट्राई गर्छु हजुरलाई बुझाउने। हजुर, बुझिरहेको छु। एन पछि अब यहाँ भनेको अब जेनरली भनेको हामीले कन्सेप्ट लिने हो कि खासमा, सुरुमा कन्सेप्ट लियो भने हरेक क्वेसनहरू गर्न सल्भ गर्न सजिलो हुन्छ। एक्कासि त्यो क्वेसन फेस गऱ्यो भने चाहिँ अलिकति गाह्रो हुन्छ होइन। त्यो भएर चाहिँ म पहिला हजुरलाई बेसिक कन्सेप्टबाट नै अब बुझाउने कोसिस गर्छु भनेर चाहिँ मैले खास अब अरूहरूले चाहिँ के भने डाइरेक्ट क्वेसनै देखाएर सल्भ गरिदिन्छन् होइन, त्यो चाहिँ मलाई गर्नु मलाई किन भोलि स्टुडेन्ट झुकिन सक्छ। बेसिक आइडिया भयो भने त तपाईँ कहिले पनि झुकिनु हुँदैन नि त। अनि त्यो केसमा चाहिँ अब एन पछि आयो कि आयो, ओ आयो, ओ हामीले बनाइसक्यौँ होइन, ओ सेम नै देखिन्छ, सिमिलर नै देखिन्छ होइन। त्यसपछि पी बनाउनुहोस् त। हजुर, गोलो भाग आयो। नजिकको भागलाई पहिला नजिक बनाउनुहोस्। अब नजिकको भाग भनेको यो गोलो भाग जस्तो नजिकको भइहाल्यो। अब यो लाइन भएको भाग भनेको टाढाको भाग भयो भने चाहिँ यो पी यस्तो भयो हो। हजुर। अब क्यू, क्यू कस्तो होला त अब? क्यूको नजिकको भागमा के छ पहिला हेर्नुहोस् त, यो पुच्छरको भाग छ नि, क्यूको पुच्छरको भाग, यो क्यूको पुच्छरको भाग यता नजिकै छ। अब यता यता यो कता छ? यो कता फेस गराएको छ? यतिखेर यो लेफ्ट राइटतिर फेस गराएको छ भने यतातिर आउँदा के हुन्छ? यो लेफ्टतिर भयो हो। अनि गोलो त गोलो नै भइहाल्यो क्यू। त्यसपछि आर है, यो मैले मेट्दै गएको छु, लेख्दै जानु भएको छ नि है? हजुर, लेखिछु। ए फेरि अहिले मेटियो, कुनै बुझ्नु भएन भने फेरि त्यो बेला भन्नु न। यहाँ हुन्छ। फेरि अब स्क्रिनमा अब यो थप्दै जानु, नत्र म अर्कोमा चेन्ज गर्छु। क्यूसम्म आइसकेको थियौँ अब त्यसपछि हामी आरमा आउँ है। आर कस्तो होला? आरको पनि नजिकको भाग बनाउनुहोस् पहिला। नजिक भाग भनेको यो टोडोको भाग नजिक, यो भाग नजिक छ नि। अब आर यस्तो होला, यस्तो होला, यस्तो होला है। त्यसपछि यस बनाउनु। यस बनाउँदाखेरि सबभन्दा नजिकको भाग के छ? यो टुप्पो छ हेर्नुहोस् त, हेरि यो टुप्पो, यो टुप्पोलाई बनाउनुहोस् होइन। टुप्पोबाट बनाउँदै आउनुहोस्, बनाउँदै आउनुहोस्। टुप्पोबाट यो लेफ्ट, यता लेफ्टमा छ भने यता लेफ्ट, ए राइटमा छ भने यता आउँदा के हुन्छ? यो लेफ्टमा यसरी घुम्दै आयो है, घुम्दै आयो घुम्दै आयो घुम्दै आयो, अनि यतापट्टि यो राइटमा भयो। अब यता हेर्नुहोस् त, यता लेफ्टमा भएको भएको यता राइटमा भयो, र यता राइटमा लेफ्टमा भएको भएको चाहिँ यता राइटमा भयो। यसले के गर्यो? लेफ्ट टु राइट, राइट टु के भयो? लेफ्ट। मिरर इमेजको प्रिन्सिपल नै यही हो।
लेफ्ट टु राइट, राइट टु लेफ्ट भइहाल्यो होइन। एस पछि अब एस टी, टी कस्तो हुन्छ होला? टी सेमै हुन्छ हो, स्टेट। टी सेम नै हुन्छ। टी यु, अब यु कस्तो हुन्छ? यु युनि कस्तो होला? सेमै हो, यु पनि सेमै सेम नै हुन्छ। हुन्छ। हो, यु, भी, भी कस्तो हुन्छ? भी पनि सेम नै हुन्छ हो। अब डब्लु, डब्लु हेर्नुहोस् त, डब्लु कस्तो होला? डब्लु नि सेमै हुन्छ, हुन्न र काट्न मिल्छ। हो, काट्न मिल्छ, भर्टिकल बिचबाट ठ्याक्कै काट्न मिल्यो नि, यहाँबाट काट्न मिल्यो नि, काट्दाखेरि यता र यताको भाग सेम नै देखियो भनेपछि यो डब्लु पनि सेम नै भयो है। डब्लु, वाइ युभी डब्लु एक्स है। एक्स कस्तो हुन्छ? नि सेमै हुन्छ। एक्स पनि सेम नै हुन्छ। वाइ कस्तो हुन्छ? वाइ, हामीले वाइ चाहिँ हामीले यहाँ लेख्दा चाहिँ जेनरली हामीले स्कुलमा कस्तो सिक्यौँ, वाइ यसरी सिक्यौँ होइन। वाइ हामीले यसरी नै लेखिन्छ नि, हामीले लेख्दाखेरि अब तपाईँले अब वाइ यसरी त लेख्नु हुँदैन कहिले पनि, यसरी ठ्याक्कै बिचबाट काटेर त लेख्नु हुँदैन नि। तर क्वेसनमा के सोधा हुन्छ, अब जस्तै किप्याडमा, मोबाइलकै किप्याडमा पनि हेर्नु भयो भने वाइ त ठ्याक्क यहाँबाट सिधा यसरी यसरी आएको हुन्छ नि वाइ। यो वाइको अब सेप हेर्नुहोस् त, यो वाइको मिरर इमेज कस्तो हुन्छ होला? कस्तो हुन्छ यसको इमेज? सेमै हुन्छ वाइन। हो, वाइ पनि सेम हुन्छ। अब जेड, अब जेड लास्टको जेड, जेडमा अब नजिकको भाग बनाउनुहोस्, नजिकको भागबाट बनाउँदै आउनुहोस्, नजिकको भागमा हेरि यो पार्ट छ नि नजिकको भाग, यहाँबाट यसरी बनाउँदै आउनुहोस्, यो जेड भयो। अब यति गर्दै गर्दाखेरि यहाँ हेर्नुहोस् त, चार पाँचवटा, छ सातवटै लेटरहरू चाहिँ के छ, जस्ताको तस्तै देखियो होइन। अब त्यो भइसकेपछि इक्जाममा तपाईँ झुकिनु हुँदैन, किन भन्दा फेरि लेटर सेम आयो, एउटा साइड यता हेर्दा पनि यस्तै, यता हेर्दा पनि यस्तै आयो भने कहिले काहीँ कन्फ्युजन हुन्छ कि त्यहाँ पनि। ठ्याक्कै क्लियर के हुनु पऱ्यो भने कहिले कुनै कुनै लेटरहरू जसलाई बिचबाट ठ्याक्कै भर्टिकली काट्न मिल्छ त्यसको मिरर इमेज चाहिँ सेम आउँछ भनेर चाहिँ सम्झिनु पऱ्यो होइन। भन्नुहोस् त। हजुर। ए, सुनिराख्नु भएको छ नि होइन? हजुर सुनेको। अब त्यसपछि अब लेटर मात्रै आउँदैन कहिले, हामीले त ऊ पनि आउँछ, नम्बर पनि आउँछ। अब नम्बरतिर जाउँ है हामी। नम्बरतिर जाँदाखेरि अब जस्तै अब जेरो, जेरो कस्तो हुन्छ? सेमै हुन्छ। सेम हुन्छ। वान कस्तो हुन्छ? वान, वानमा पहिला नजिकको भाग के छ भनेको यो भाग नजिक छ नि, तलको भाग बनाउनुहोस्, तलको भाग नजिक छ नि, तलको भागबाट के गयो ठ्याक्क बिचबाट यो माथि गयो हो। अनि यो लेफ्टको भाग यता यतापट्टि अब यो टाढाको भाग टाढा भनेपछि यो टाढाको भागलाई टाढै बनाउनुहोस्, मिररबाट टाढा के बुझ्नु भएको छ नि, मिरर यो नजिकको भाग नजिक र टाढाको भाग टाढा भनेर त बुझ्नु भएको छ। हजुर हजुर। अब यो वान भयो, टू कस्तो हुन्छ हेर्नुहोस्? टू, टूमा पनि अब यो नजिकको भाग के छ, यो भाग नजिक छ, अनि त्यहाँबाट यस्तै घुमेको छ भनेपछि यसरी यो टाढाको भाग टाढा भयो, टू यस्तो भयो हो। अलिअलि फाइभ जस्तो देखिँदो रहेछ टू होइन, अलिअलि। अनि अब थ्री कस्तो होला? थ्री पनि जस्ट अब यसरी नै थ्री हुन्छ हो। जसले गर्नुहोस् है, आफैले पनि गर्नुहोस् अनि हेर्नुहोस्, अनि यो स्क्रिनमा हेरेर मिलेन भने चाहिँ अनि त्यो बेलामा चाहिँ अनि त्यहाँ चाहिँ फेरि ट्राई गर्नुहोस्, त्यसलाई चाहिँ यो एकदम सम्झिन सजिलो हुन्छ कि आफूले प्र्याक्टिस गरेर होइन, डाइरेक्ट क्वेसनमा गयो भने चाहिँ अलिकति गाह्रो हुन्छ होइन। यसरी नै अब इन्डिभिजुअली एउटा एउटा गर्दै जानुभयो भने त हजुरलाई पनि सजिलो हुन्छ। अब फु कस्तो हुन्छ? फु यस्तो छ होइन, फोको मिरर इमेज बनाउनुहोस् त कस्तो हुन्छ? सुरुमा, सुरुमा कहाँबाट बनाउनु हुन्छ? जहिले पनि नजिकको भाग मिरर इमेजबाट नजिकको भाग जस्तो त्यहाँबाट बनाउन थाल्नुहोस् कि, अनि सजिलो हुन्छ। इमेजको नजिकको भाग हेर्नु, फोको यो टुप्पो छ, यो टुप्पोबाट अब हामी यसरी माथि जान्छौँ, यसरी तल आउँछौँ, यो फो यस्तो भइहाल्यो। बुझिराख्नु भएको छ नि है? हजुर सर बुझेछु। अनि फाइभ, फाइभ कस्तो होला?
फाइभको नजिक सबभन्दा नजिकको भाग के छ, यो माथिल्लो भाग छ नि, यो भाग नजिक छ नि, यो भाग नजिक छ है। यो भागबाट बनाउन थाल्नुहोस्, नजिक भागबाट बनाउन थाल्नुहोस्। फाइभ त्यहाँबाट यसरी घुम्यो, अनि यता आयो, यस्तो घुम्यो, यता गयो। यतापट्टि हेर्नुहोस् त, अब यो लेफ्टको भाग कहाँ सर्यो, यतापट्टि लेफ्टमा भएको भाग यहाँ कता सर्यो, राइटमा सर्यो नि। यतापट्टि राइटमा भएको भाग लेफ्टमा सर्यो है। भनेको मिरर इमेजको काम रहेछ के रहेछ भन्दाखेरि, मैले तपाईँलाई बारम्बार भन्नुको कारण चाहिँ यो माइन्डमा यो कन्सेप्ट बसोस्, लेफ्टको भाग राइटमा, राइटको भाग लेफ्टमा के हुँदो रहेछ, साइड चेन्ज हुँदो रहेछ। फाइभ भयो, अब सिक्स है। सिक्स बनाउनुहोस् त कस्तो हुन्छ। नजिकको भागलाई बनाउनुहोस् पहिला, अब यो माथिको टुप्पोको भाग बनाउनुहोस्, टुप्पोको भागबाट बनाउँदै आउनुहोस्, बनाउँदै घुम्दै घुम्दै आयो, घुम्यो। यो नजिकको भाग नजिक नै रह्यो, यहाँ पनि हेर्नुहोस् त, यो गोलो भाग त नजिकको भाग नजिक नै रह्यो होइन। यो भाग त नजिकै छ। अब यो भाग चाहिँ यहाँ टाढा छ भने यहाँ पनि कसरी छ, यो टाढै छ नि। सिक्स भएपछि अब सेभेन, सेभेन कस्तो होला। सेभेनमा तलबाट बनाउँदै आउनुहोस्, तलबाट किन भन्दा तल भाग नजिक छ। सेभेन यस्तो होला होइन। अब एट कस्तो होला, एट, 8 सेमै हुन्छ। एट सेम नै हुन्छ हो, एट सेम नै भयो। नाइन कस्तो होला, नाइनलाई कहाँबाट बनाउनु सुरु गर्नु पर्यो भन्दा, अब यो भागबाट, अब यो लाइनबाटै बनाउनु सुरु गर्नु पर्यो। यहाँबाट यो यता गुमाएको छ, यो नजिकको भाग नजिक, टाढाको भाग टाढा, यो भाग टाढा छ, यो गोलोको भाग, यो गोलो भाग टाढा छ नाइनबाट, यो टाढा बन्यो। यो भाग टाढा छ, यहाँबाट टाढै बन्यो। लाइनको भाग नजिक छ, यो लाइनको भाग नजिकै बन्यो। यसरी हामीले अब जस्तो अब यो सबै नम्बरहरू त 0 1 2 3 4 5 6 7 8 9बाटै बन्ने हो नि त होइन। अब तपाईँलाई भोलि इक्जाममा जति नै जे बिचमा जति नै मिक्स मिक्स गरेर क्वेसन होला, त्यो बेलामा त हजुर यति कुरामा त कन्फिडेन्ट हुनुभयो नि। यो सब हामीले के को बारेमा पढ्यौँ, मिरर इमेज। हो मिरर इमेजको बारेमा पढ्यौँ। मिरर इमेजमा चाहिँ जहिले पनि मिरर कसरी राखेको हुन्छ, भर्टिकल्ली राखेको हुन्छ होइन। त्यस्तै अब हरिजन्टलमा पनि त केही न केही चेन्ज त होला नि, अब हरिजन्टल प्लेस गर्दाखेरि त अर्कै के फरक होला होइन। त्यसको बारेमा चाहिँ हामी त्यसलाई त्यो हरिजन्टल प्लेस गर्यो भने त्यसलाई के भन्छ, वाटर इमेज। वाटर इमेज। वाटर इमेजमा चाहिँ के हुन्छ भन्दाखेरि साइड चेन्ज हुँदैन, टपको चाहिँ बटममा, बटमको टपमा, तलको माथि, माथिको तल। सम्झिनु पर्दाखेरि त्यही त्यो त्यो सम्झिनु भयो हुन्छ होइन। अब त्यसरी नै फेरि हामी उसमा जाउँ है, कि अब यो यसको मिरर इमेजको क्वेसनहरू गरेर यता सिफ्ट हुने कि पहिला यसको कन्सेप्ट पुरै लिएर अनि हामी उता जाने, के गर्दा बेटर हुन्छ। कन्सेप्ट लिउँ होला सर पहिला। पहिला कन्सेप्ट नै लिउँ होला, अनि त्यसपछि चाहिँ उता जाउँ होला है। अब यो केसमा हेर्नुहोस् है, अब यो केसमा अब मिरर इमेज के होला, मिरर इमेज अब यसमा त हरिजन्टल प्लेस हुन्छ होइन। मैले के भनेको थिएँ, नजिकको भाग नजिक, नजिकको भाग नजिक भन्नाले यो भागहरू के छ, यो मिररबाट होइन, यो मिररबाट फेरि यो, ओहो यहाँ लिमिट लगाइदियो पढ्नुहोस् है। म अर्को एउटा लिङ्क पठाउँछु हजुरलाई, अनि त्यहाँ जोइन गर्नुहोस् ल फेरि। हस् दस हस् हुन्छ मिनटमा 10 मिनटमा मिटिङ इन हुन्छ, त्यो बेलामा चाहिँ फेरि अर्को एउटा लिङ्क पठाउँछु, म त्यसमा जोइन गर्नु। जुनमा चाहिँ यही हुन्छ प्रब्लम छ। हस् सर हस्। अब यो नजिकको भाग यो हेर्नु, यो गोलो गोलो लगाएको भाग छ नि, मैले यो हजुर मिररबाट नजिक छ भने पहिला यसलाई बनाउनुहोस् कि यो भाग बनाउनुहोस् होइन। यो भाग भन्दा पहिला यो भाग बन्यो नि, यो मिररबाट नजिकै बन्यो, यो मिररबाट नजिक बन्यो। अनि यो तलको भाग, अब यति भाग, यो माथिको भाग चाहिँ कहाँ आउँछ, यसमा तल आउँछ भनेको थिएँ नि। यस्तो भयो कि, उम्, बुझ्नुभयो, जी बुझ्नु भएको छैन भने भन्नु है, म फेरि भनिदिन्छु। बुझ्यो सर बुझ्यो। अब बी लेख्नुहोस् त, बी कस्तो होला। यसमा चाहिँ फेरि एउटा कुरा चाहिँ के ख्याल गर्नुहोस् भन्दा, यसमा चाहिँ मिरर इमेजको केसमा, मिरर इमेजमा चाहिँ लेफ्ट टु राइट, राइट टु लेफ्ट साइड चेन्ज भयो होइन। यो वाटर इमेजको केसमा चाहिँ साइड चेन्ज हुँदैन। अब यो लेफ्टमा छ भने, यो लाइन लेफ्टमा छ भने होइन, यो लाइन त यस यतापट्टि त यसको लागि त लेफ्टमा छ नि, लेफ्टमा छ भने यहाँ पनि लेफ्टमै हुन्छ। अनि अब मिरर इमेज ठ्याक्कै तलको भाग तल, नजिकको भाग नजिक, टाढाको भाग टाढा, बी सेम नै जस्तो देखियो हो।
बुझ्नु भएको छ नि है। हजुर सर। अनि सी है, सीमा पनि अब सी कस्तो देखिएला? सेमै देखिन्छ सी। हो, हो सेम देखिन्छ। यसमा चाहिँ अघि नै मैले के भनेको थिएँ, एउटा कन्सेप्ट याद गर्नु भएको थियो, जस्तै एलाई एलाई मिरर इमेजमा भर्टिकल्ली काट्दाखेरि दुई भागमा बराबर डिभाइड गर्न मिल्छ होइन। हजुर। मिरर इमेज डिभाइड बराबर काट्न मिल्छ भने त्यसको इमेज सेमै देखिन्छ भनेको थिएँ होइन। यो भनेको थिएँ नि। त्यसरी नै जस्तै यहाँ हेर्नु त, अब बी यहाँ किन सेम देखियो थाहा छ? यो होरिजेन्टली काटिन मिलेर। ओ ओ ओरिजिनल काट्दाखेरि कि बराबरै सेमै जस्तो देखिन्छ नि। हेर्नुहोस् त बराबर सेमै जस्तो देखिन्छ नि, यताको भाग र यताको भाग सेमै देखिन्छ नि। त्यो बेस केसमा चाहिँ जसको लागि चाहिँ बिचबाट ठ्याक्कै काट्न मिल्छ नि, त्यसको इमेज चाहिँ जहिले पनि सेम नै देखिन्छ है। अब यो सीको केसमा हेर्नुहोस् त, अब सीको केसमा पनि अब सीलाई अब ठ्याक्क बिचबाट यसरी होरिजन्टली काट्दाखेरि बराबर जस्तो देखिएर सी पनि सेम देखियो। अब डी, डी कस्तो होला? यिनी सेमै हुन्छ कि। हो डी पनि सेम, किन ठ्याक्कै बिचबाट काट्न मिल्यो, डी पनि सेम हुन्छ। अब अझै वाटर इमेजमा चाहिँ अझै धेरै लेटरहरू चाहिँ सेम नै जस्तो देखिन्छ कि, मिरर इमेजमा बरु अझै कम देखिन्छ, र वाटर इमेजमा अझै अब ई हेर्नुहोस् त, ईलाई पनि बिचबाट काट्दा कस्तो देखिन्छ, बस सेमै जस्तो देखिन्छ नि। ई पनि सेम भयो। अब एफ है, एफ कस्तो देखिएला? मैले के भनेको छु, नजिकको भाग नजिक, यसको लागि यसमा सबभन्दा नजिकको भाग भनेको के छ अब भन्दै, यो भाग नजिक छ नि, हेर्नु त यो मैले गोलो लगाएको भाग, यो भाग नजिक छ होइन, हजुर। यसलाई नजिकबाट बनाउन थाल्नुहोस्। नजिकबाट बनाउँदा यो भाग सुरुमा बन्यो होइन, अनि टाढाको भाग टाढा, टाढाको भाग टाढा, के नझुकिने साइड चेन्ज चाहिँ हुँदैन। कहिलेकाहीँ चाहिँ कोही क्वेसनमा, इक्जामको क्वेसनमा कस्तो पनि राखिदिएको हुन्छ है, सेम यस्तै गरे हुन्छ, अब यो तल तल नै हुन्छ तर यता फर्काइदिएको हुन्छ कि, यो मिल्यो त, उम्, मिलेन किन भन्दा वाटर इमेजमा साइड चेन्ज हुँदैन। यता यो लेफ्ट, यता राइटमा थियो, यता आउँदा के भयो यो, यता हेर्नुहोस् त, यता राइटमा थियो होइन यो भाग, यता आउँदा यो लेफ्टमा गयो कि, यो हजुर। भयो, त्यो भएर त साइड चेन्ज भयो। त्यो भयो, त्यो हुँदैन। अब यसमा हामीले यो बनायौँ नि, अब यसमा यो राइटमै थियो होइन, तल आउँदा के भयो, यो राइटमै छ भनेपछि कुन राइटमै चाहिँ छ। राइट रहेछ भन्दाखेरि यो राइट रहेछ होइन। त्यो चाहिँ सम्झिराख्नुपर्छ है। अब जस्तै जीको केसमा, जी है, जी, जी कस्तो होला अब? नजिकको भाग नजिक, अब यो भागबाट बनाउँदै आउनुहोस्, यो भागबाट बनाउँदै आउनुहोस्, यस्तो होला, यस्तो समथिङ यस्तै यस्तै फर्केको होला जी, यस्तो खालको हुन्छ क्या जी, हजुर। यस्तो फर्केको हुन्छ जी। जी चाहिँ अलिकति अलि अप्ठ्यारो हुन्छ यहाँ बुझ्नलाई, तर जी यस्तै नै हुन्छ। अब एच, एच कस्तो होला? एच सेमै हुन्छ एच। हो एच सेम हुन्छ। आई, आई पनि आइनी सेम नै हुन्छ। अब जे, जे कस्तो हुन्छ? जेमा नजिकको भाग नजिक, टाढाको भाग टाढा भनेपछि माथिको भाग, अब जस्तै यो पनि अब त्यो पनि भइहाल्यो। अब जस्तै माथिको यो भाग छ, माथिको यो भाग कहाँ आयो, तल आयो होइन, अनि यो तलको भाग चाहिँ यहाँ कहाँ गयो, माथि गयो। बुझ्नु भएको छ नि है? हजुर सर। त्यसपछि अब के सही, के कस्तो हुन्छ त? सेमै हुन्छ कि। हो के पनि सेम नै हुन्छ, किनभने ठ्याक्कै बिचबाट होरिजन्टली काट्नु मिल्यो होइन। एल, एल कस्तो हुन्छ त? एल ट्राई गर्नुहोस् त कस्तो हुन्छ। तलको भाग माथि, यो त
यस्तै आयो। एल पछि एम ट्राई एम गर्नुहोस्। एम कस्तो हुन्छ होला? डब्लु जस्तो। ओ, एम डब्लु जस्तो भन्छ। एम पछि एन ट्राई गर्नुहोस्। तलको भाग तल, माथिको भाग माथि। यस्तै आयो। एन पछि ओ। ओ कस्तो भन्छ? ओ सेम नै भन्छ। अब एमएन ओ पीमा आम है, पीमा पी पी बनाउन ट्राई गर्नुहोस् त। बी जस्तै हुन्छ बी। बी जस्तो भन्नुभयो। बी जस्तो हजुर। यस्तो हुन्छ होला होइन? कस्तो बनाउनु भयो? त्यस्तो आएन। आयो आयो। पी पछि क्यू। क्यू क्यू कस्तो हुन्छ होला? यो तलको लाइन माथि हुन्छ, ओ चाहिँ सेम। यस्तै यस्तै हुन्छ होला होइन? यस्तै हुन्छ। अब आर कस्तो हुन्छ त? आर ट्राई गरौँ है। आर यस्तो आयो। हजुर। एस ट्राई गर्नुहोस् त। एस कस्तो देखिन्छ? उल्टो टु जस्तो देखिन्छ होला एस, होइन? टी ट्राई गर्नुहोस्। तलको भाग माथि, माथिको भाग तल, टी। यस्तै आयो। हजुर। यु गर्नुहोस्। यु त झन् सजिलो भइहाल्यो ठ्याक्कै। सट्टै फर्क्यो नि यु। भी, भी मेन पनि त्यस्तै। ठ्याक्कै सट्टै फर्क्यो। अब डब्लु कस्तो देखिन्छ होला? डब्लु एम जस्तो। ओ, अघि हेर्नु, अघि के भएको थियो? एम डब्लु जस्तो देखिएको थियो, अब यहाँ डब्लु एम जस्तो देखिनु पर्यो। डब्लु अब वाइ, वाइ कस्तो देखिन्छ? वाइ यस्तो ल, म अर्को उसमा अर्कोमा बनाउँछु यार। साँगुरो भयो जस्तो भयो। वाइ यस्तो थियो भने ठ्याक्क नजिकको भाग नजिक, यो भाग नजिक थियो, यो भाग नजिकमै बन्यो, टाढाको भाग टाढा। वाइ यस्तो भयो होला। अब जेड है। जेड